गाइस एकाडेमी अनदर भ्लग। आज म देखाउँछु मेरो बारीमा त नभन्नु जे भने आज यो भ्लगमा देखाउने छु म कस्तो काम छ। आज यो भ्लगमा देखाउने छु म यति रोपेको छु के छ यहाँ देखाउँछु। एउटा यहाँ टमाटर छ अनि यो चाहिँ के थियो खोर्सानी हो। अलिक ठुलो ठुलो भइसक्यो। अब यो अझै ठुलो भएपछि थोरै ठुलो भएपछि हामी लाग्छौँ तर मुनि ठुलो अनि यो गाइस अर्को हो। यो चाहिँ अलिक सानो हो कागो यो कागो अनि अब अर्को भनेको यहाँ छ यो पनि सानो हो। यो नि फल्दैछ धेरै फल्दैछ अब त वाउ। अनि सबसे सानो भनेको काठीमा आम्मु छ नि त फ्लावर फुल पनि फुलेछ। अब हेर्नु है यो देखाउनु ल। यो चाहिँ अहिले सानो हो। अब यो ठुलो हुँदै हुँदै यस्तो फुल बन्छ अनि फुलबाट चाहिँ काको यस्तो खोर्सानी बन्छ सानोबाट ठुलो हुँदै हुँदै। अनि गाइस हामी यहाँ चाहिँ जिम्बो रोपेको छौँ। अब यहाँ काटिसक्यो। अब यो चाहिँ अलिक ठुलो हुँदैछ। यो ठुलो भइसक्यो। यो चाहिँ सानै छ। हामी चाहिँ यो दालमा लगाएर खानेछौँ। हामी दाल झान्छौँ यो जिम्बुले। गाइस यो टमाटर अहिले ग्रिन छ अनि एउटा धेरैवटा थियो यहाँ चाहिँ टमाटरहरू त्यो चाहिँ रातो रातो थियो त्यही भएर हामी त्यो लगिसक्यो। अब यो पनि रातो हुन्छ अनि हामी तर पनि लाग्छौँ। यहाँ तरकारीहरू यहाँ जिम्बु गाइस हजुरहरूलाई देखिहाल्नुभयो होला। आजको भ्लग धेरै छोटो थियो हैन कस्तो बेलामा। सो थ्याङ्क यू फर वाचिङ द भिडियो। बाई गाइस। हजुरलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर बाई।